हेलो नमस्ते हजुर। आज म गाउँतिर छु। अब यस्तो राम्रो खेत, पहिला राम्रो खेती हुन्थ्यो। यतिखेर मकैका बोटमा ठुल्ठुला घोगाहरू लाग्ने सिजन हो। कहिलेकाहीँ म खेततिर जाँदा मन आफै विगततिर फर्किन्छ। पहिले यही खेतका गरामा हरिया मकैका बोटहरू लहरै उभिएका हुन्थे। हावाले छुँदा ती बोटहरू मुस्कुराउँदै नाचे जस्तो देखिन्थे। पाकेका मकैका घोगा देख्दा अनुहारमा पनि खुसी झल्किन्थ्यो। खेतभरि हरियाली थियो, गाउँभरि उमङ्ग थियो। तर आज त्यही खेतको दृश्य देख्दा मन भकानिन्छ। जहाँ हरिया मकैका बोटहरू हुनुपर्ने थियो, त्यहाँ अहिले खाली गरा मात्र छन्। बादरको लगातारको उपद्रवले किसानको वर्षौंको मेहनत बारम्बार नष्ट गरिदियो। धेरै पटक दुःख गरेर रोपेको मकै पाक्न नपाउँदै बाँदरले सखाप पारिदियो। अन्ततः किसानले हार माने। आज ती खेतमा मकै रोप्नै छोडिसकेका छन्। खेत खाली छन्, तर ती खाली गराभन्दा पनि किसानको मन अझ बढी खाली भएको छ। खाली खेतले धेरै कुरा बोल्छ। त्यो केवल माटोको खालीपन होइन, किसानको टुटेको आशा, अधुरो सपना र असहाय पीडाको प्रतीक हो। महिनौको पसिना केही घण्टामै नष्ट हुँदा किसानको मन कति रोएको होला। खेतमा मकै नउम्रिएसँगै किसानको मनमा रहेको उत्साह पनि हराउँदै गयो। आज ती सुनसान खेतहरू हेर्दा लाग्छ खेत आफै रोइरहेका छन्। हावाले खाली गरालाई छोएर बग्दा मानौ मकैका बोटहरूको सम्झना गरिरहेको जस्तो। प्रकृतिको यस्तो असन्तुलनले किसानलाई आफ्नो परम्परागत खेती नै छाड्न बाध्य बनाएको छ। यो केवल एउटा किसानको पीडा होइन, गाउँको हरियाली, संस्कृति र भविष्यको पनि पीडा हो। आज धेरै खेतहरू खाली छन्। कतै कतै रोपिएका मकै पनि मानिसका लागि होइन। धान रोप्ने बेला गोरुलाई घाँस खुवाउन मात्र रोपिन्छ। यो परिवर्तनले मनलाई गहिरोसँग छुन्छ। आज म यस ठाउँमा रुख रोप्नको लागि आएको छु। यहाँ तल मैले 5-7 वर्ष अगाडि लगाएको, अहिले दाना दिन थालिसकेको छ, तर धेरै फलेको चाहिँ छैन। यसलाई पनि म गोडमेल गरेर राख्छु। यही अवस्थाबीच मैले आमा बुवासँग बुद्धचित्त बिरुवा रोप्न अनुमति मागे। फलस्वरूप उहाँहरूको सहर्ष स्वीकारोक्ति पाएँ। काँडायुक्त रुख भएकाले बाँदरले केही गर्न सक्दैन भन्ने सोचेर
म बिरुवा लिएर खेतमा पुगेँ। तर आमा बुवाले मेरो लागि छुट्याइदिनु भएको ठाउँ हेर्दा मन भारी भयो। त्यो त कुनै समय राम्रो उब्जनी हुने उर्वर खेत थियो, जहाँ अन्न फल्नुपर्ने थियो त्यहाँ रुख रोप्नुपर्ने अवस्था देख्दा मनमा अनेक प्रश्न उठे। गाइस, घाँस पनि 2 मुठा भएछ। अब खाजा पकाउनु जानु पर्यो। धर्म सङ्कटका बीच मैले बुद्धचित्तको बिरुवा रोपेँ। बिरुवा रोप्दै गर्दा लाग्यो मैले एउटा रुख मात्र रोपेको होइन, बदलिएको समयको कथा रोप्दैछु। मेरो मनबाट एउटै कामना उठ्छ, एक दिन फेरि ती खेतहरू हरिया मकैका बोटले भरिउन्, किसानको अनुहारमा हराएको मुस्कान फर्कियोस् र बाँदरको त्रासले होइन मकैको सुगन्धले गाउँभरि खुसी फैलियोस्, किसानको पसिना कहिल्यै खेर नजाओस् र खेतका गरामा फेरि जीवन लह लह आओस्। धन्यवाद।